जस्तो समय वृद्ध भत्ताको समयको मापदण्डलाई जुन फेरबदल गर्ने भन्ने कुराहरू आएको छ कार्यसूचीमा, त्यस्ता कुराहरूमा सरकारले ध्यान दिएर मात्रै अगाडि बढ्दाखेरि राम्रो हुन्छ भन्ने माग राख्दछु। हर्क साम्पाङजीले संसदमा उठाएको कुरा चाहिँ एकदम जायज जस्तो लाग्छ मलाई चाहिँ। हो कि होइन ल, भर्खरै कुरा सुनेर के भयो जस्तो लाग्छ तपाईँलाई भनिदिनु त। वृद्ध भत्ता दिनै छ त किन एकदम ढिलो गर्ने? एकदम बेलैमा दिए पनि बुढाबाका बाआमाले केही किनेर खान त सक्नुहुन्छ, हो किन भन्नु त? एकदम मनमा छ है हर्क साम्पाङजी, तपाईँको कुराले चाहिँ एकदम हट टच भइरहेको छ। धेरै राम्रो कुरा उठाउनु भयो। अनि तपाईँले एउटा कुरा पनि उठाउनु भएको थियो, समयको कुरा। समयको चाहिँ एकदम यो चाहिँ पालना गर्नुपर्ने हुन्छ कि जब समय पालना गर्दैन नि मान्छे तब कहिले पनि हुँदैन कि। 1 सेकेन्डको पनि समयको महत्त्व हुन्छ। त्यसैले चाहिँ सबैले बुझेर हामीबाटै सुरु गर्नुपर्ने हुन्छ होइन। समय चाहिँ एकदम टाइमै हुनुपर्छ, जे भन्यो त्यही ठ्याक्क टाइमै हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब हजुरहरूलाई के कस्तो लाग्छ होइन भन्नु होला। जे होस्, हर्क साम्पाङजीले एकदम मिठो कुरा गर्नुभयो। अहिले आएर एकदम मलाई त मनमै लागिरहेको छ है न। धेरै हजुरलाई सल्युट छ। यो एकदम वृद्ध भत्ताको विषयमा चाहिँ सरकारमा बहुत ध्यान जाओस् भन्न चाहन्छु म चाहिँ।